हेलो गाइज, वेलकम टू माई न्यू ब्लग। तपाईँलाई फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। गाइज आज चाहिँ म जाँदैछु बडाल अस्तिको जस्तै, किनकि अस्ति चाहिँ मासु लिन गएको थिएँ, आज चाहिँ रिचार्ज ल्याउन, किनकि गाउँमा रिचार्ज मिल्दैन नि त। भिडियोलाई लास्टसम्म हेर्नु होला, च्यानललाई सब्सक्राइब र भिडियोलाई लाइक गरिदिनु होला, किनकि तपाईँको एउटा लाइकले मलाई मोटिभेट गर्छ कि त्यही भएर च्यानललाई सब्सक्राइब र भिडियोलाई लाइक गर्नु। अहिले जाँदैछु बहिनी र म, भाइ चाहिँ घरमा चाहिँ कोही कहाँ घुम्दैछ थाहा छैन। गाइज लास्टसम्म हेर्नु होला है, लास्टसम्म। गाइज ऊ त्यहाँ डजर लागेको छ, भ्याक्कु भन्छन्, रोड बनाउँदैछ जेसीबी। हाम्रो गाउँतिर रोड बिग्रिया हुन्छ नि त, पानी परेर त्यो कुलो बनायो हुन्छ, पानीले त्यो बनायो हुन्छ, त्यही भएर त्यहाँ रोड बन्दैछ। गाइज यता चाहिँ होइन, ठाउँहरू क्या बवाल हाल्छ नि, म देखाउँछु हेर्नु है, हेर्नुहोस्। ऊ त्यहाँतिर हिमालहरू क्या मस्त देखिँदैछ। त्यो त बादल हो, हिमाल राम्रोसँग देखाएको छैन, तर ठाउँहरू हेर्नुहोस् कति बवाल छ नि। यो चाहिँ हो डडेलधुरा गन्याबधुरा बडाल जाने बाटो। गाइज हाम्रोतिर गाडीहरू चाहिँ होइन बिहानी र साँझतिर चल्छ। बिहानी लगभग 10 बजीपछि गाडी नै हिँड्दैन हाम्रोतिर। अहिले चाहिँ 3 बजीपछि चल्छ। ऊ एउटा गाडी आयो अहिले, गाडी आयो। ऊ छतमा अङ्कलको क्या मजाले बसेका छन् होइन, मस्त बसेका छन्। गाइज हाम्रो गाउँको यति धेरै मान्छेहरू आयो नि, पुरा गाडी हाम्रै गाउँको मान्छेहरू रहेछन्। गाउँको त्यो गाडी पनि हाम्रै गाउँको रहेछ। धेरै मान्छे आछन् कि, लगभग होला नि त्यहाँ 20-30 जना। गाइज अहिले चाहिँ हिमाल देखिँदैछ, म तपाईँलाई देखाउँछु। 2-3वटा देखिँदैछन्। एउटा चाहिँ ऊ थियो, अनि एउटा चाहिँ यहाँ साइडमा। यो हिमालको नाम चाहिँ थाहा छैन मलाई, हिमालको नाम थाहा छैन, नत्र म भनिदिन्थेँ क्या तपाईँहरूलाई। तर यो ठाउँ चाहिँ बवाल लाग्छ कि मलाई। Close till I get up. Time is barely on our side. I don't wanna waste what's left. गाइज म चाहिँ अहिले आधा बाटो पुग्छु होइन। मान्छेहरू गाउँ जाँदैछन्, किनकि गाउँमा चाहिँ कथा लगाउँदैछन् नि त। हाम्रो गाउँको एकजना मान्छे कथा लगाउँदैछन्, त्यहाँ चाहिँ अनि मान्छेहरू जाँदैछन्। के यता माथि खर्कोतिर बस्नेहरू, खर्क मैले अगाडिको भिडियोमा देखाएको थिएँ तपाईँहरूलाई, त्यो हेर्नु होला गएर। कसैले खर्क नहेरा भए हाम्रोतिरको। अनि बहिनी चाहिँ अगाडि जाँदैछ, म चाहिँ ठ्याक्कै आधा बाटो पुगेको अहिले। आधा बाटो Hold me close till I get up. Time is barely on our side. गाइज बहिनी चाहिँ पछाडि होइन, टिकटक बनाउँदै हिँडिरहेछ। मलाई दिक्क लगाइसक्यो यसले। त्यो मोबाइलले अघिदेखि भ्लगिङ त्यही मोबाइलबाट गर्थेँ कि, त्यो मोबाइल त्यो भने दिँदैछ भने त्यसमा राम्रो क्यामेरा आउँछ नि त। हिम्मत हल्का फाटिहाल्यो क्यामेरा क्वालिटी, त्यो मोबाइल दिँदैछन् भने त्यसले। अब थोरै चाहिँ माथि पुग्न तपाईँलाई देखाउँछ है त्यहाँको बजार। अस्ति चाहिँ देखाएन, किनकि मलाई लाज लाग्छ नि त, मलाई किन मान्छे घुमेर। आज चाहिँ बहिनीले बनाउँछ त्यहाँ भ्लग, मैले बनाउनु त्यो ठाउँमा। गाइज अहिले चाहिँ हामीले रिचार्ज किनिसक्यो, अब चाहिँ हामी चाउमिन खान जाँदैछौँ। अहिले चाहिँ हामी चाउमिन खान आएको छौँ होटलमा। सो गाइज हाम्रो चाउमिन आइसक्यो, यता आइसक्यो हाम्रो चाउमिन। समोसा दिएर समोसा छैन, यसमा यहाँलाई छैन समोसा। पकौडा खाल्न छौँ। गाइज पकौडा खाँदैछु। त्यहाँ चाहिँ समोसा मिलेन, पकौडा खाऊँ। त्यहाँ हामीले चाउमिन खायौँ, अनि रिचार्ज पनि तल आइसक्यो। बाटोमा खानको लागि पकौडा किनेँ। त्यहाँ चाहिँ गाइज होइन, मैले सस चाहिँ यति धेरै हालेँ, आधा बोतल सस सकिदिएँ गाइज मैले। आधा बोतल, अनि यसैमा चाहिँ आधा बोतल रातो रातो देखिँदैछ साइडमा। र अहिले चाहिँ हामीहरू घर जाँदैछौँ। तलहर भाइ गयो, अमित गयो अहिले।
गाइज पकौडा खाइयो होइन अहिले गाइज सनसेट चाहिँ भइसक्यो सनसेट हुँदैछ अहिले चाहिँ अब घर चाहिँ अँध्यारै पर्ने जस्तो छ घर जाने बेला साँझ परिहाल्यो कि उता अघि आउने बेला चाहिँ उतातिर साँझ परिरहेको थियो अहिले यता दोस्रोचोटि सनसेट देख्न पाइयो अघि मैले हजुरहरूलाई देखाएको थिएँ त्यहाँ एकचोटि देखाएँ अनि दोस्रोचोटि देखाएँ क्या अहिले सनसेट भयो गाइज अहिले चाहिँ हामीहरू घर पुग्दैछौँ होइन यो चाहिँ मेरो गाउँमा त हजुरहरूले देखाउँछ है अनि यो चाहिँ तलको मेरो गाउँ पुरा यो चाहिँ गाउँ ऊ त्यहाँसम्म हो क्या मेरो गाउँ ऊ त्यहाँसम्म मेरो गाउँ हो ल यही हो मेरो गाउँ कस्तो छ भन्नलाई अनि यो डाँडा यहाँदेखि खस्यो भने के होला गाइज ठुलो डाँडा छ यहाँदेखि सिधै गाउँ जान्छ फेरि अब जात्रा उठ्यो गाइज अहिले चाहिँ हिमाल कति बबाल देखा गाइज अब हाम्रो ठाउँमा होइन जात हुने हो हजुरहरूलाई देखाउँला भोलि ऊ भन्छ रत्याडी भन्छन् भोलि राति हुन्छ अनि पर्सि चाहिँ दिउँसो हुन्छ अनि दिउँसो हुनेलाई दिउँसोडी भन्छन् अनि पर्सि चाहिँ म धनगढी जाँदैछु सब ब्लग देखाउँछु सब ब्लग यो ब्लग चाहिँ भोलि आउँछ आउँदैन त्यो फिक्स छैन कि यता नेटको प्रब्लम छ अस्तिको ब्लग चाहिँ 5 घन्टा लगाएर अपलोड भएको 5 घन्टा लगाएर अपलोड भएको अरे खुट्टामा के गयो यहाँ यति स्लो नेट चल्छ क्या गाइज त्यही पनि मैले एनसेलको सिमबाट उ गर्छु अपलोड गर्छु कि नमस्तेकोमा झन् डाटै चल्दै छैन एनसेलको सिममा मैले हटस्पट अन गरेर यहाँ यो मैले अपलोड गर्दैछु र यो बहिनी चाहिँ होइन अघिबाट बाटोभरि टिकटक बनाउँदा चाहिँ क्या बनाउँदा थिएँ गाइज यसको टिकटक होइन म देखाइदिउँला तपाईँहरूलाई तर कपिराइट लाग्छ यसको पनि च्यानल छ होइन सीमा भण्डारी भनेर तपाईँहरूले वाइटी सीमा 11 हानेर हेर्न सक्नुहुन्छ यसको च्यानल चाहिँ म चाहिँ नत्र लिङ्क चाहिँ डिस्क्रिप्सनमा राखिदिन्छु यसलाई पनि गएर सबजना सब्सक्राइब गरिदिनु होला जसले चाहिँ गाउँमा धेरै चहल पहल भइसक्यो मान्छेहरू आइसक्यो कतिजना छन् म तपाईँहरूलाई देखाउँछु है हेर्नु होला लास्टसम्म भिडियोलाई अघिबाट त्यही भन्छ तर म त्यही आउँछ भने कति धेरै मान्छे छ त्योभन्दा तल पनि होला तर यहाँदेखि देखिँदै छैन तेरो भिडियो यूट्यूब में जाने हेर क्या यूट्यूब में धनी यूट्यूब में आने आता नि गाइज म चाहिँ अहिले घर पुगेँ होइन बजे र फुपू चाहिँ यहाँ काम गर्दैछन् उता पछाडि बजे बोरा लगेर जाँदैछन् अनि उता फुपू चाहिँ उगाइरहेछन् के भन्छ त्यसलाई भट्टको धुलो हो सायद यो गेर्दैछन् अनि माथि चाहिँ पुरा लाइट जल्छ क्या म तपाईँले देखाउँछु ऊ त्यहाँ कति राम्रो देखिन्छ कि त्यहाँ चाहिँ पूजा गर्ने ठाउँ क्या त्यहाँ चाहिँ भगवान्को भोलि चाहिँ जाँच्छ मैले अगाडि पनि भनिसकेको त्यसलाई भोलि जाँच चाहिँ त्यहाँ मजा आउँछ क्या मैले चाहिँ बाजा बजाउनु पर्छ कि भोकर भन्छन् त्यसलाई म बजाउँछु त्यसलाई आउँदैछ कि भाइ घर कहाँ थियो अम्जाबाटे बाटो बनाया मोला गया कोठाम गया आया हामीले चाउमिन खायो बनाला सीमा एक सीमाले एक हप्ता तँ के ल्याउँदा भन हाम्रो छोरी हटिस फोडी हो यहाँ हेर भ्लग पनि बनाएको छ तँ देखि नि भ्लग में चिन्ता छैन रे के